म प्रशान्त ब्लामी, यहाँ सम्पूर्णमा नमस्कार। आज ककनी गाउँपालिका वडा नम्बर 1 यस ओखरपौवा कागती गाउँबाट चाहिँ यहाँहरूलाई ककनी गाउँपालिका ओखरपौवाबाट चाहिँ देखिने चारैतर्फको दृश्य देखाउन गइरहेको छु। यो दृश्य चाहिँ काठमाडौँ भक्तपुर ललितपुरको फोहोर फाल्ने डम्पिङ साइट एरिया हो। यतातिर चाहिँ यो सिउँडेनी यता माथि सानो चित्रे र ठुलो चित्रे, यताबाट यता माथितिर चाहिँ फेरि रानीपौवा काउली बजार। यो यतातिर माथि टपमा देखेको बाग चाहिँ ककनी पिकनिक स्पोट। यताबाट 12 माइलको दृश्य हो यो। उत्तरतर्फ चाहिँ यता पूर्वतर्फबाट चाहिँ काठमाडौँ महानगरपालिका पर्दछ भने यो साइड चाहिँ रानीवन। यो साइड चाहिँ रानीवन हो। अहिले यति बेला म चाहिँ वडा नम्बर 1 ओखरपौवाको वडा कार्यालय मार्फत चाहिँ यहाँहरूलाई यो दृश्य प्रस्तुत गर्न गइरहेको छु। यो नयाँ बिल्डिङ हो, वडा नम्बर 1 ओखरपौवाको स्वास्थ्य चौकी। वडा नम्बर 1 लायन्स क्लबले बनाइदिएको भवनमा अहिले 1 नम्बर वडा कार्यालय सञ्चालनमा आएको जानकारी पनि यसै भिडियो मार्फत गराउन गइरहेको छु।